म 5 वर्षको हुँदा जानुभयो छोडेर। अनि 2वटा दाइ हुनुहुन्थ्यो। अनि बाबा विदेशमा जानुभएको थियो, विदेश जानुभएको थियो पैसा कमाउन। अनि मम्मीले 5 वर्षमा मलाई नि दाइहरूसँग स्कुल हालिदिनु भएको। अनि स्कुलमा चाहिँ नर्सरीबाट पढेको, सानोमै कुटे खाएको। मलाई हजुरआमा चाहिँ भेट्न मन छ, किन सिन्धुपाल्चोकमै हुनुहुन्छ। हजुरआमाले मलाई धेरै माया गर्नुहुन्थ्यो, बिना दाई विवेक दाई भन्दा नि। अनि भेट्न मन छ। उहाँलाई नभेटेको नि कति धेरै वर्ष भयो, सायन्दा नभेटेको उहाँलाई नै धेरै वर्ष भयो। म त सिलाउन त घरमा आउँदैन थियो, यहाँ आउँथ्यो, यहाँ आएर नै सिकेको हो मैले त। मेरो कपडा चाहिँ च्यातियो भने म टेलरमा गएर सिलाउँछु। मैले चाहिँ सुरुवाल सिलाएको छु आफ्नो फाटेको खेर। अनि कुर्ताको यस्तो काखी हुन्छ नि त्यो सिलाएको छु। अनि त्यसपछि साथीको नि कुनै कुनै सहयोग गरिदिएको छु। अनि नसकेको ज्याकेटहरू चाहिँ सानी आन्टीले सिलाइदिनुहुन्छ। सुरुमा चाहिँ पहिला त मेसिनमा चाहिँ प्र्याक्टिस गराउँछु, धागो नलाई अनि मेसिन चलाउने अभ्यास मात्रै गराउँछु। केटाकेटी चाहिँ अब छिट्टै टिपिहाल्ने, अब ठुलो मान्छेलाई चाहिँ अलिक गाह्रो पर्ने। जसरी आकाशमा बादलका टुक्राहरू सलबलाउँछन्, एलिसाको मनमा पनि विगत सलबलाउन थाल्छ। मम्मीको त्यति धेरै आउँदैन। अस्ति न घर गएको खेर फोटो हेरेको थिएँ, अर्कै हुनुहुन्थ्यो, अर्कै खालको हुनुहुन्थ्यो त्यतिखेर चाहिँ। अनि बाबाको चाहिँ घरिघरि याद आउँछ, तर बाबालाई नदेखेको चाहिँ 2 वर्ष जति हो। मम्मीलाई नदेखेको चाहिँ 7 वर्ष भयो। मम्मीलाई नदेखेको, नभेटेको, नबोलेको चाहिँ 7 वर्ष भयो। अनि बिना दाइले त तर भेट्नु भएको छ। दिदीलाई नभेटेको पनि धेरै वर्ष भयो। दिदीसँग बोल्न मन छ। एक वर्ष पढाइ छुटेको नि मेरो। अनि जे होस् यस्तो राम्रो राम्रो कुरा सिक्न पाउँदिनँ थिएँ। हामीलाई मम्मीले छोडेर जानुभएको चाहिँ मलाई कस्तो चित्त दुख्छ। किनकि त्यतिखेर हामी सानै थियौँ। अनि हुन्छ नि त उहाँलाई पनि छोराछोरीहरू यस्तो हुन्छ भनेर। जेठा दाइलाई चाहिँ पढ्न आउँदैन थियो, अनि यहाँ आएर सिक्नु भएको। मलाई घरमा जसले नि कलाकार, नाच्ने कलाकार बन्नु भन्नुहुन्छ।